सो अब हाम्रो इन्भेन्ट्री सकिएको छ, हामी फेरि सेटिङमा जान्छौँ र यसलाई हामी चाहिँ अब भेन्डर म्यानेज जान्छौँ। यो स्टकलाई अब हामी भर्नुपर्ने हुन्छ। यो आइटम हो, हामी आइटम मात्रै इन्ट्री गरेको छौँ। अब यो स्टक चाहिँ कसरी चाहिँ बढ्छ कसरी घट्छ भन्ने कुरा हामी यहाँ हेर्छौँ। सो भेन्डर म्यानेजरमा गएर चाहिँ हामी यहाँ क्लिक गर्छौँ र भेन्डरमा चाहिँ हामीले अब भेन्डरहरू ट्रेड गर्छौँ। सो अहिले रेगुलर मैले एउटा बनाएको छु भेन्डर, उसको नाम राखेको छु। सो अहिले गएर फेरि हामी एउटा चाहिँ मानव एउटा भेन्डर बनाउँछौँ। यसलाई चाहिँ मैले एड भेन्डर गरेँ, भेन्डरको नाम राख्नु होला, हजुरले के ल्याउन सक्नुहुन्छ। मैले चाहिँ अल आइटम्स प्राइभेट लिमिटेड भनेर मैले अल आइटम्स भन्ने उसको कम्पनीको नाम राखेँ। एउटा नम्बर राख्नु सक्नुहुन्छ, एउटा नम्बर राख्नुहुन्छ, भेन्डरको एड्रेस कहाँबाट उसले सप्लाई गर्छ, जस्तै मैले चाबेलबाट सप्लाई गर्छ, उसले चाहिँ के सप्लाई गर्छ भनेर अल आइटम, अब ग्रोसरी छ भने ग्रोसरी, मिट छ भने मिट, होइन, जे पनि गर्छ। मैले चाहिँ सबै आइटम यसैले मलाई प्रोभाइड गर्ने भएर मैले अल भनेर राखेँ। नत्र तपाईँले ग्रोसरी, भेजिटेबल्स, डेरी जे पनि राख्न सक्नुहुन्छ। मैले सबैलाई चाहिँ अल भनेर राखेँ। मैले सेभ गरेँ। सो यो सेभ गरेपछि तपाईँको भेन्डर के भयो, अब एड भयो भनेको तपाईँको यो बनाउनु भएको भेन्डर आउँदाखेरि चाहिँ एड भयो। सो तपाईँको भेन्डरहरू ट्रेडहरू लिस्ट बन्दै जान्छ। तपाईँले भेन्डरहरू जति पनि बनाउनु भएको छ सबै चिजहरूले चाहिँ हेर्न सक्नुहुन्छ। तपाईँले अब ट्रान्जेक्सनमा केही गर्नुभएको छ भने सबै डिटेल्सहरू देखिन्छ, कुनै ब्यालेन्सहरू छ भने यहाँ देखिने हुन्छ। सो त्यही भएर सबैभन्दा पहिला हामी चाहिँ अब पर्चेस गर्नु। सो पर्चेस गर्दाखेरि मैले सामान ल्याउनु पर्ने हुन्छ, स्टकमा एड गर्नुपर्ने हुन्छ। यसको लागि चाहिँ हामी रेकर्ड पर्चेस भन्नेमा क्लिक गर्छौँ। त्यहाँ क्लिक गरिसकेपछि भेन्डरलाई अघि बनाएको हामी भेन्डरको लिस्टहरू हुन्छ, कुन चाहिँ भेन्डरबाट हामी सामने खिच्छौँ त अल आइटम प्राइभेट लिमिटेडबाट गर्छौँ। यसको इन्भोइसेस के आउँछ त्यो हामी हेर्छौँ। अहिले मैले ऱ्यान्डम राखेँ। तपाईँको कुनै बिलहरू छ भने यो बिलहरू क्लिक गरेर राख्न सक्नुहुन्छ। बिलहरूलाई पनि हजुरले यहाँनिर पेस्ट गर्न सक्नुहुन्छ र बिलको आइटमको बराबर अनुसारको सामानहरू यहाँ राख्छ। पर्चेस आइटम के ल्याउनु भयो त, होइन, पर्चेसहरू के गर्नुभयो। मैले यहाँबाट अघि जे बनाएको थियौँ यहाँ चिकन, मैले चिकन चाहिँ मैले 2 केजी, मैले 5 केजी लिएर आएँ। यसको प्राइस चाहिँ मैले अहिले 410 रुपियाँको रेट छ भने यो भयो, टोटल प्राइस यति भयो। फेरि आइटम मैले यहाँ गएँ, यहाँबाट मैले क्याप्सिकम लिएर आएँ, यहाँ पनि मैले 1 केजी लिएर आएँ। यसको प्राइस छ 80 रुपियाँ, भनेपछि 80 रुपियाँ भयो। यसको मैले अब गएँ मैले केचप, यहाँ सर्च गर्न सक्नुहुन्छ केचप। यो मैले केचप 5 लिटर लिएर आएँ। 5 लिटरको तपाईँको 1100 रुपियाँ छ भने 1 लिटरको 200 रुपियाँ पर्न आयो, टोटलको 1000 रुपियाँ भयो। सो यसरी केचप गर्नुभयो। सो यसमा गएर मैले सोया सस मैले यहाँ लिएर आएँ। सोया सस पनि मैले 4 बोतल लिएर आएँ 110 रुपियाँको रेटमा। सो यो भयो। त्यसपछि मैले यहाँ एमएसजी लिएर आएँ, यो 1 केजी लिएर आएँ। यसको मैले 350 रुपियाँ तिरेँ। भनेपछि टोटल तपाईँको चाहिँ जति पनि छ यति बिल भयो। यो बिल तपाईँले ल्याउनु भएको बिलसँग ट्याली गर्न सक्नुहुन्छ र हेर्न सक्नुहुन्छ, होइन। अब यसलाई चाहिँ तपाईँको आइटमहरू के किन्नु भएको थियो त्यो अनुसार तपाईँले एड गर्नुपर्ने हुन्छ है। सो एक्चुअली यो आइटमहरू सबै एक्चुअली हेर्नु होला, क्वान्टिटी, यो तपाईँको यो प्राइसहरू पनि हेर्नु होला। तपाईँको इन्भेन्ट्रीमा गएर म यसको रिलेसन देखाउनेछु है। अब यो तपाईँले क्यासमा तिर्नुभएको छ भने क्यासमा मार्क गर्नु होला, सबै पेमेन्ट गर्नुभएको छ भने राख्नु होला, होइन। यदि छैन भने तपाईँले चाहिँ सर्टेन अमाउन्ट पे गर्नुभएको छ भने पनि यहाँ राख्न सक्नुहुन्छ। अहिले मैले कुदारोमा लिएर आएको छु भने पनि यहाँ कुदारो तिर्ने बित्तिकै तपाईँको यति पैसाको चाहिँ यहाँ देखिने गर्छ। सो यसलाई मैले चाहिँ मानौँ कि मैले क्यासमा मैले कति तिरेँ भन्दाखेरि मैले चाहिँ क्यासमा 2000 रुपियाँ तिर्ने, अब बाँकी चाहिँ मैले उधारो राखेँ भने चाहिँ 1920 रुपियाँ चाहिँ मैले पछि तिर्छु भनेर मैले राखेँ भने चाहिँ मैले रेकर्ड पर्चेस गर्ने बित्तिकै 1900 रुपियाँ तपाईँको चाहिँ पे गर्नु बाँकी छ भनेर दिइरहेको छ। मैले रेकर्ड पर्चेस गरेँ। सो रेकर्ड पर्चेस मैले यहाँ गराएँ। सो यो रेकर्ड गर्ने बित्तिकै अब हजुरको यहाँ सबै इन्भेन्ट्रीमा गएर एड भयो नि त। 4 बोतल, 1 लिटर, 1 केजी, 4 लिटर, क्याप्सिकम 1 केजी, किनभने हामी अघि स्टक लटमा 1 केजी राखेको थियो, त्यही भएर यहाँ 1 केजीमा रातो दिएछ। अब योभन्दा कम हुने बित्तिकै रातोमा देखाउँछ है। सो यसरी सबै आइटमहरू अब तपाईँको स्टकमा एड भइदियो है। अब स्टकमा एड भयो, अब यो कसरी घट्छ भन्ने कुरो चाहिँ हामी हेर्छौँ है त। अघिको हामीले भेन्डरबाट पर्चेस गरेको फेरि हामी हेर्न चाहन्छौँ भने फेरि पनि हामी भेन्डर म्यानेजरमा क्लिक गर्छौँ र भेन्डर म्यानेजरमा क्लिक गरिसकेपछि तपाईँको यो अब अल आइटम प्राइभेट लिमिटेडमा अघिको डिटेल्स छ। तपाईँको 1920 रुपियाँ तिर्न बाँकी थियो, हजुरले यहाँबाट पनि क्लिक गरेर हेर्न सक्नुहुनेछ।
चाहिँ यो पार्टमा तपाईँले चाहिँ के गर्न सक्नुहुन्छ भने तपाईँको भेन्डरको चाहिँ अघि डिटेल्सहरू हेर्न सक्नुहुन्छ र सेटल गर्न चाहनुहुन्छ भने यहाँ सेटल क्रेडिटमा क्लिक गर्नुभयो भने तपाईँले बाँकी रहेको पेमेन्ट तिर्नु पनि बाँकी यो तपाईँले सेटल गर्नुहुन्छ होइन। तपाईँले अरू बिलहरू हेर्न चाहनुहुन्छ भने डाउनलोड पिडिएफ गर्नुभयो भने तपाईँले चाहिँ आफ्नो अघि तपाईँले पेमेन्ट गर्नुभएको ट्रान्जेक्सन गर्नुभएको चिजहरू चाहिँ यहाँनिर यसरी बिल फर्मेटमा पनि आउँछ, तपाईँले फाइल गरेर पनि राख्न सक्नुहुनेछ। यो पार्टमा चाहिँ हजुरले हेर्न सक्नुहुनेछ है। सो यो पार्टमा हजुरले यसरी चाहिँ डाउनलोड गरेर पनि हेर्न सक्नुहुनेछ। यसलाई सेटल गर्नुभयो भने सेटल भएर आउँछ, छैन भने तपाईँको यहाँनिर आएर बसिरहेको हुन्छ। जबसम्म तपाईँले सेटल गर्नुहुन्न तबसम्म यसरी नै आएर बसिरहेको हुन्छ र भेन्डरमा हजुरले गर्न सक्नुहुन्छ। र फेरि पनि एड गर्न चाहनुहुन्छ भने रेकर्ड पर्सनमा जानु होला, यो फर्म भर्नु होला र फेरि पनि स्टकमा एड हुँदै गर्ने काम गर्दछ।